आज म तपाईहरुलाई गुन्द्रुकको अचार बनाएर देखाउँछु। गुन्द्रुकलाई राम्रोसँग केलाएर सानो सानो टुक्रा गरेर काट्नु होला। एकचोटी पखालेर अनि गुन्द्रुकलाई एकछिन भिजाएर राखिदिनु होला। अनि एउटा प्यानमा गोलभेडा, खुर्सानी, लसुनलाई एकछिन उसिन्नु भए पनि हुन्छ, पोल्नु भए पनि हुन्छ। मलाई चाहिँ यसमा अलि सुक्खा गरेर पोलेको उसिनेको मन पर्छ। हेर्नु त यतिको भएपछि पाक्यो। अब एउटा खलमा हामीले अघि उसिनेको खुर्सानी, लसुन, सुकेको खुर्सानी पनि पिन्ने। अब यसमा हाम्रो स्वाद अनुसारको नुन राख्ने। अब सबै मसलाहरू पिन्ने। तपाईहरुले मसिनो गरेर पिन्नु भए पनि हुन्छ, अलि छ्याक्रा छ्याक्रा गरेर पिन्नु भए पनि हुन्छ। मलाई चाहिँ अलि छ्याक्रा छ्याक्रा पिनेकै मिठो लाग्छ। हेर्नु त यतिको भयो। अब यसमा अघि उसिनेको गोलभेडा पनि राखेर पिन्ने। गोलभेडा पनि अलि खस्रो खस्रो पिनेको मन पर्छ मलाई। अब चाहिँ यसमा गुन्द्रुक राख्ने। अब यो गुन्द्रुकलाई पनि सबै मसलामा थिच्ने। सबै थिचिसकेपछि हेर्नु त यस्तो हुन्छ। अब यो थिचेको गुन्द्रुकलाई एउटा कचौरामा खनाउने। पाकेको तोरीको तेल त्यत्तिकै राख्नु भए पनि हुन्छ। म चाहिँ एउटा प्यानमा तेल तताएर मेथी फुराएर बेसार राखेर झ्वाइँ गरेर खाएको चाहिँ मलाई मिठो लाग्छ। हेर्नु त अब यतिको भएपछि सबै मरमसलाहरू सबै मल्नु होला राम्रोसँग। मन पर्छ भने तपाईहरुले यसमा लसुन पनि राख्न सक्नुहुन्छ। अब तयार भयो हाम्रो गुन्द्रुकको अचार। हेरिदिनु भएकोमा धन्यवाद।